कोही अहिले हिरासतमा सरकारी दाल भात खाँदैछन्, हाम्रा रवि मित्रहरू अहिले दाल भात खाँदैछन् होइन। दुर्गा प्रसादजीहरू पनि हिरासततिर दाल भात खाँदै हुनुहुन्छ। त्यसले गर्दाखेरि अहिले मार्केटमा कोही पनि छैन। हेर्नुहोस् छन् भने होइन, त्यो अहिले निस्किने सम्भावना छैन, किनभने एकैचोटि कसैलाई सनकका भरमा त्यो त अदालतको कानुनी प्रक्रिया अनुसार भएका विषयमा निकाल्ने कुराहरू छैनन्। निस्किने सम्भावना छैन। निस्किनुहुन्न भने सक्यो नि त। निस्किनुहुन्न भनेपछि मेरो कुरा हो नि त। निस्किनुहुन्न ठिकै छ। त्यसले गर्दाखेरि हामीले के हिन्दू के मुस्लिम के जेसुकै भए पनि सबैको सम्मान छ। हिन्दूले पनि सोचौँ, मुस्लिमले पनि सोचौँ, सबै धर्मले सोचौँ। एउटा व्यक्तिले गर्दाखेरि फलानु धर्मले गर्यो भने एट्याक नगरौँ होइन। तपाईँको चाहिँ अब इस्लाम धर्म मान्नेहरू पनि अग्रजहरू हुनुहुन्छ, हिन्दूका पनि राम्रोहरू हुनुहुन्छ। तपाईलाई नेपाली जनताले के भनेका छन् भने युवराज सफल गायब हो, अब मुद्दा हाल्ने पालो कसको? तपाईँलाई बिग सरप्राइज 1-1.5 महिनाभित्रमा आउँदैछ। किनभने बाघ सुतेको छ भन्दैमा मरेको हुँदैन, बुझ्नुभयो नि। बाघ सुतेको भनेको भन्दैमा मरेको हुँदैन। युवराज सफलले तपाईँलाई अब सोधिहाल्नुभयो, यो लेनिनजीले आजको विषय भन्नुभयो। आजको विषय त मैले भनि नै सकेँ होइन। सिडिओलाई एसपीलाई फोन गरिसकेँ, डिएसपीलाई फोन गरिसकेँ। अब अहिले सरप्राइज भनेको आज भन्ने कुरा होइन नि त। आजै भनेर सरप्राइज भएन नि त। त्यो भन्नै मिल्दैन। यो विश्व नै तरङ्गित हुन्छ। कतिवटा विश्व नै तरङ्गित हुन्छ। युवराज सफलले यस्तो विषय उठाउँदैछ, विश्व हल्लिन्छ।